नमस्कार, म नवराज तामाङ। सैलुङ अनलाइनको प्रवासबाट तयार पारिएको कार्यक्रम परदेशीका कुरा। यस कार्यक्रममा प्रवासमा रहेका नेपालीहरूका सङ्घर्षका कथा, सफलताका कथा लगायत अन्य विभिन्न विषयलाई समेट्छौँ। आजको यस कार्यक्रमको अतिथि क्रोएसियामा रहेका समाजसेवी चेतनजी हुनुहुन्छ। हामी आज चाहिँ समाज सेवा कसरी गर्ने र केका लागि गर्ने, त्यसबाट के चाहिँ बेनिफिटहरू हुन्छ भन्ने विषयमा नै विषयको सेरोफेरोमा रहेर कुराकानी गर्नेछौँ। स्वागत छ चेतनजी। नमस्ते नवराज सर, मलाई चाहिँ यहाँ अतिथिको रूपमा स्वीकार गरेर यहाँ बोलाइदिनु भयो, मेरो आफ्नो धारणा राख्ने मौका दिनुभयो तपाईँहरूको प्लेटफर्ममा, त्यसको निमित्त म तपाईँलाई धन्यवाद दिन चाहन्छु। साँच्चै नै अहिलेको अब यो वैदेशिक रोजगारको सिलसिलामा नेपालबाट विभिन्न म्यान पावरहरूबाट अथवा विभिन्न निकायहरूबाट नेपालबाट यहाँ वैदेशिक रोजगारको सिलसिलामा आउने क्रम जारी छ। युवाहरू होइन, त्यो विषयमा कुरा गर्न पाउँदा, यहाँको चुनौती र अवसरहरूको विषयमा कुरा गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ। धन्यवाद। सर्वप्रथम त म यहाँलाई के चाहिँ प्रश्न गर्न चाहन्छु भने, अब यहाँ पछिल्लो पटक क्रोएसियामा धेरै चाहिँ ऐन कानुनहरू बदलिँदैछ। प्रवासबाट विदेश तेस्रो चाहिँ देशको मान्छेहरूलाई होइन, प्रवासीहरूलाई तपाईँ त्यो सम्बन्धी के ज्ञान छ, यसो हाम्रो यहाँ चाहिँ दर्शकवृन्दहरूलाई बाँडिदिनुहुन्छ कि? अब प्रवासीहरूको सम्बन्धमा मेरो जानकारीमा, ममा आएको जानकारी अनुसार चाहिँ अहिले क्रोएसिया लगायत युरोपका विभिन्न देशहरूमा परिमार्जित कानुनहरू बनिरहेको छ। किनभने पहिलेको समयमा अब खुकुलो थियो आउनलाई, जब चाहिँ प्रवासीहरूको सङ्ख्या बढ्दै गयो, चाप बढ्दै गयो, त्यसपछि यहाँ हाम्रै हकहितको निमित्त भनेर अथवा उनीहरूको देशलाई चाहिँ भनौँ न, उनीहरूको देशलाई सजिलो हुने गरेर ऐन कानुनहरू परिमार्जित गरेको, जस्तो अब भिजा दिने सवालहरूमा पनि अब रिस्ट्रिक्टिभ मेजर्सहरू होइन त्यो लागू गरेको, यहाँ अनि एक्सेस कन्ट्रोल सिस्टमहरू लागू गरेको होइन, यावत कुराहरू छ। भन्न खोजेको मतलब पहिला जति सहज थियो त्यति छैन अहिले। त्यही अब ऐन कानुनहरू परिमार्जित गरिएको कुरा चाहिँ यही हो। अब यसमा चाहिँ नेपालबाट यहाँ आउँदाखेरि चाहिँ बुझाएको दस्तावेजहरू नक्कली परेको, यावत कुराहरू उनीहरूले जानकारी पाएको कारणले गर्दाखेरि पहिलाभन्दा स्ट्रिक्ट हुँदै गएको कुरा सत्य नै हो। धन्यवाद। अब यो तपाईँ अहिले भन्दै हुनुहुन्छ कि नक्कली कागजातहरू भएको कारणले चाहिँ नेपाली वा अन्य तेस्रो मुलुकबाट यहाँ क्रोएसिया आउनेहरूलाई गाह्रो भएको छ भन्नुभयो। विशेष गरी अब त्यसलाई चाहिँ नेपाली मानव नेपालीहरूको लागि, नेपाली समाजले, यहाँ रहेका नेपाली समाज जस्तै तपाईँ जस्तै समाजसेवीहरूले त्यो नक्कली कागजातहरूलाई रोक्न चाहिँ के पहल गर्नु पर्ला, अर्थात् के चाहिँ गर्न सकिएला? होइन, यो त अब कूटनीतिक नियोगबाट यो चाहिँ निर्णय हुनुपर्ने कुरा हो। किनभने यो अब जस्तो अब यो हाम्रो भएको कागजातहरूलाई, डकुमेन्टहरूलाई लिगलाइज गर्ने एउटा सम्बन्धित निकाय भनेको यहाँ यो क्रोएसिया अनि यो क्षेत्रलाई हेर्ने कूटनीतिक नियोग छ होइन। त्यहाँबाट चाहिँ त्यो नियोगको पदाधिकारीहरूले चाहिँ यसलाई चाहिँ निगरानी गर्नुपर्ने कुराहरू छ। किनभने अब नक्कली कागजातहरू पेश हुनु भनेको समग्रमा भन्नुपर्दा हाम्रो देशकै चाहिँ भनौँ न एउटा देशकै इज्जतमाथि धक्का लाग्ने कुरा हो नि त यो भनेको होइन। किनभने हाम्रो राज्यबाट अथवा हाम्रो यो निकाय हुन्छ नि, सम्बन्धित निकाय, मैले भनिहालेँ, कूटनीतिक नियोगको प्रतिनिधिहरूले एउटा निश्चित कानुन बनाएर यसलाई रोक्नुपर्ने स्थिति छ। र लगायत यहाँको एनआरएन छ, मूलभूत रूपमा त एनआरएनले यो कुरालाई कसरी निराकरण गर्न सकिन्छ भन्ने कुरामा ध्यान आकर्षण गर्नुपर्ने जरुरत म देख्छु अहिले। ठिक छ, एनआरएन तपाईँले एनआरएनले गर्नुपर्छ भन्नुभयो, राम्रो पक्ष हो। तर एनआरएनले दबाब चाहिँ तपाईँहरू जस्तै समाजसेवीहरूले वा चाहिँ यहाँ सङ्घ संस्था छ, विभिन्न सङ्घ संस्था अहिले चाहिँ क्रोएसियामा लगभग 20को हाराहारीमा सङ्घ संस्थाहरू गठन भएको सुन्छौँ हामी होइन। उहाँहरूको र तपाईँहरूको चाहिँ कोर्डिनेसन गरेर तपाईँहरू आफैले चाहिँ एनआरएनलाई दबाब दिनुपर्ने होइन? एनआरएनलाई हामीले दबाब दिइरहेका छौँ, तर उनीहरूले अब यो मुद्दालाई सम्बोधन गर्ने नगर्ने भन्ने कुरा चाहिँ उहाँको हो। तर एनआरएन पनि अब यो कस्तो भने नीति निर्माता जसले चाहिँ कानुनलाई भनौँ कार्यान्वयन गराउने निकाय त होइन एनआरएन भनेको पनि। यहाँको हाम्रो चाहिँ भनौँ नेपालीहरूको एउटा चाहिँ भनौँ न अभिभावक सङ्गठन जस्तै हो एनआरएन भनेको। हामीले जस्ट जवाब दिने भन्ने कुरा हामीले जस्ट एउटा मौखिक जवाब मात्रै दिएका छौँ। अब यसमा हामीले लिखित केही पनि काम गरेको छैनौँ, तर यो गर्न सम्भव छ। मैले भनिहालेँ, कूटनीतिक नियोगको पहलबाट मात्रै यो, किनभने जसले लिगलाइजेसन गर्छ होइन, त्यो डकुमेन्टलाई लिगलाइजेसन गर्छ र यहाँको
कूटनीतिक नियोग र यहाँको जुन छ नि यहाँको जुडिसियल अथोरिटी हुन्छन् जुन त्यसले तिनीहरूको कोअर्डिनेसनबाट मात्रै यो कुराहरूको निराकरण हुन सक्छ जस्तो मलाई लाग्छ र त्यसको लागि पहल हामीले गरिरहेछौँ। भनेको जस्तो कूटनीतिक नियोग राजदूतवास वा महामहिमा दूत यहाँ भएको खण्डमा यो समस्याहरू सुल्झिन्छ होइन। महामहिम नभए पनि यहाँको यो क्षेत्रलाई जस्तो अब यो बाल्कन क्षेत्रलाई हेर्ने चाहिँ भनौँ न यहाँको लागि निगरानी गर्ने यहाँको भइपरि आएको समस्या चुनौतीहरूलाई चाहिँ अब सम्बोधन गर्ने निकाय भनेको अब नेपाली राजदूतावास भियना हो। उहाँहरूसँग यहाँको चाहिँ एनआरएन लगायत हामी लगायत सम्बन्धित सङ्घ संस्थाहरूको ध्यान आकर्षण भयो भने यो निराकरण हुन सक्छ जस्तो मलाई लाग्छ। यो ठिक छ। त्यसो भन्दै गर्दा अहिले पछिल्लो पटक क्या अब नेपालबाट यहाँसम्म जो चाहिँ अब यो हामीले अहिले रोक्न सक्ने स्थिति पनि छैन। यो लगभग झन्डै 1861 नै यो प्रवासमा चाहिँ काम गर्न भासिएको हामी कता कता सुन्छौँ होइन। अझ त्योभन्दा अगाडि चाहिँ दोस्रो पहिलो विश्वयुद्धतिरै नेपालीहरू चाहिँ 1 लाखभन्दा धेरै व्यक्ति चाहिँ विदेशीको भन्ने अपुष्ट उहरू पनि छ। अब त्यसो हुँदै गर्दा अब अहिले त 14-15 लाख क्रोएसियामा आउन लाग्छ भनेपछि यसलाई चाहिँ यो अलि कम लागतमा ल्याउन सकिएला? अरे कम लागतमा ल्याउन सकिन्छ। त्यसको लागि भनिहाल्यो नि कोरिया कम लागतमा गइरहेछन् मान्छे। त्यसको लागि जो चाहिँ मध्यस्थकर्ता हुन्छ उनीहरूको भूमिका बिना नै ल्याउन पनि सरकारको भूमिका हुन्छ। मैले भनिहालेँ भनेको तपाईँले ठ्याक्कै रोके भनेको G2G अर्थात् गभर्मेन्ट टु गभर्मेन्ट कन्ट्र्याक्ट भयो अथवा त्यसरी चाहिँ भनौँ न उनीहरूको एउटा सर्टेन मास्टर कन्ट्र्याक्ट गऱ्यो भने यो पोसिबल छ।